ल अब आलु टिप्न जाऊँ है त। यो चाहिँ हाम्रो घरकै आलुको रुख हो। यहाँ चाहिँ यो सानो छ अनि ठुल्ठुलो चाहिँ रोजै टिप्नुपर्छ कि अहिले पुरै पाक्ने बेलामा छैन। अनि मैले त्यहाँ चौबस राखेर मोबाइल राखेर गएँ, कोसिस गर्दैछु टिप्न, आउँदैन। आएन। अनि त्यसपछि फेरि उता तलपट्टि टेक्न मिल्दैन रहेछ भनेर फेरि तलपट्टि गएर फेरि तानेर टिपेँ। अनि फेरि बाबा आउनुभयो, बाबा यो आलु समाइदिनु न भने बाबाले भिडियो गरिदिनु रहेछ। त्यसरी जसो एउटा दुइटा ठुल्ठुलो चाहिँ ताने अनि फेरि तल गएँ अनि त्यो भाटा टिप्पन हुन्छ नि त्यसलाई त्यो लिएर गएँ। बाबाले झारिदिनुभयो माथिबाट अनि एउटा दुइटा गर्दा अनि यत्रो धेरै टिपिसकेँ। ठुल्ठुलो तल झन् ठुल्ठुलो भएको रहेछ कि। अनि त्यसपछि अनि त्यति लिएर अनि घरतिर आएँ। घर आएर अनि फेरि त्यो नधोइकन मैले त्यो धुन जान्छु भनेको अनि भयो पहिला एउटा खान्छु अनि धुन्छु भनेर त्यही बोतलको पानी एउटा मात्र धोएँ। अनि धोएर अनि त्यसलाई अनि छिलेँ। अनि यो चाहिँ छिल्न अलि यो चाहिँ सबभन्दा ठुलो थियो सायद त्यहाँ मैले टिपेकोमा यो र अनि अर्को पनि छ ठुलो। अनि यो चाहिँ अनि छिल्न टाइम लाग्छ अनि छिलेँ। अनि धेरै ठुलो थियो त्यही भएर अलि धेरै टाइम लाग्यो। त्यही पनि अनि खाँदा चाहिँ मिठो थियो। उहाँ बहिनीहरूले दिदीहरूले देखेर भनिरहेको थिएँ भित्र त यस्तो पाकेछ नि लास्टै मिठो भयो त्यो चाहिँ। यो चाहिँ ठिक्क भयो खाना। योभन्दा बढी पाक्यो भने चाहिँ किरा पर्छ। तर यो रातै हुन्छ तर पाक्दाखेरि यसको यो चाहिँ अलि रातै हुन्छ कि बल्ल रात हुन्छ अनि किरा पर्छ। धेरै पाक्यो भने चाहिँ यसमा किरा परिहाल्ने रहेछ। यत्तिकैमा खानलाई चाहिँ एकदम पर्फेक्ट हुन्छ, धेरै मिठो थियो। अनि म सर खाएँ। मम्मीबाबा चाहिँ भात खाँदैन हुन्छ। मेरो चाहिँ आज भयो त्यही भएर म आलु नै टिपेर खान्छु भन्दै थिएँ। अनि त्यही भएर आलु टिपेँ एक बाटा टिपेर अनि मस्त खाएँ हाँस्दै मम्मीबाबासँग। खाना आउनु भनेको खानै मन हुँदैन, काँचै छ भन्नुहुन्छ। यस्तो पाकिरह त्यही पनि काँचै छ भन्नु। त्यही मम्मीबाबा हुन्छ। ल अब आजलाई यति नै, बाई बाई।